अगाडि चाहिँ यसरी हामी भेट्नुको एउटा कारण भनेको चाहिँ बालकोसेली कार्यक्रम पनि हो। हामी धेरैजना छौँ होला बालकोसेली कार्यक्रमबाट भेटिएको। त्यसपछि एउटा फेसबुकमा चाहिँ ज्ञानका कुरा सिक्ने र सिकाउने ग्रुप खोलेका थियौँ। अनि त्यहाँ चाहिँ हामी हाम्रो प्रतिभा राख्ने अनि शुक्रबार कार्यक्रम गर्ने गर्थ्यौँ। अनि त्यहाँ पुरस्कार पनि पाइन्थ्यो। त्यो पुरस्कार बनाउनको लागि चाहिँ हामीले सुमन सरलाई दिने गर्थ्यौँ। अनि सुमन सरले पछि सृजनशील मिडिया ग्रुप खोलौँ भनेर भन्नुभएको चाहिँ सुमन सरले नै हो। त्यसपछि हामीले एउटा सृजनशील मिडिया ग्रुप खोल्यौँ। अनि आज यसरी धेरैजनाको प्रतिभाहरू हामीभित्र लुकेर रहेका प्रतिभाहरू बाहिर निकाल्ने एउटा ग्रुप पाएका छौँ। मलाई एकदमै खुसी लाग्छ। म पहिला चाहिँ अध्यक्ष थिएँ, पूर्व अध्यक्ष। हाम्रो सृजनशील मिडिया ग्रुप सुरुवात हुँदाखेरिको। त्यसपछि अहिले चाहिँ शर्मिला सुनवार हुनुहुन्छ। उहाँलाई पनि म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु जसले चाहिँ सृजनशील मिडिया ग्रुपलाई राम्रो बनाउनको लागि, सभ्य बनाउनको लागि धेरै नै भूमिका खेल्नु भएको छ। त्यसपछि यहाँ उपस्थित हुनुभएको सबैजनाले अनि उपस्थित नहुनु भएकोले पनि ग्रुपमा अप्रत्यक्ष रूपमा धेरै नै माया गरेर नै गर्नुभएको हो। यहाँ ग्रुप भनेको एकजनाले मात्रै चल्ने कुरा होइन, सबैजना मिलेर सबैजनाले आफ्नो प्रतिभाहरू राखेर सबैले ग्रुपको बारेमा सोचेर नै अगाडि बढेको भएर आज यो सब भएको हो। म एकदमै खुसी छु र अझै यसै गरी नै हाम्रो ग्रुप चाहिँ 100औं वर्ष टिकोस्, सबैजनालाई सकारात्मक सोच भावना विचारहरू आइरहोस् भन्न चाहन्छु। धन्यवाद। नारी सुन्दरता छन्द शार्दूल विक्री नानी न यो चित्तले भन्ने बोलसँग सम्बन्धित छ। कविता यसरी सुरु हुन्छ। अब गलाले अलिकति साथ नदिएको अवस्था पनि छ, फसफस गरिरहेको अवस्था पनि छ। यो मौसम चेन्ज हुँदैछ, तलमाथि पर्न गएन, क्षमा प्रार्थी छु। गर्छौ प्रेम सुटुक्क भन्नु कसरी, गाली गरे झुङ्गरी माया बन्धनमा पर्यौ अब प्रिया के हुन्छ खातरी। बानी मौली कहोस् मिठो नबजाओस्, आशिष दिई सले। बानी मौली कहोस् मिठो नबजाओस्, आशिष दिई सले। तिम्रो सुन्दरता बखान नगरी माने यो चित्तले। लाम्चा गाजली जादु झै नयन छन्, लाम्चा गाजली जादु झै नयन छन्। मायालुका चिन्न छन्, गाला रक्तिमा छन् छोठ रसिलो। आकर्षका चाल छन्, गोडा हात सलक्कको तन छै। बास्ना छ रे रूपले, तिम्रो सुन्दरता बखान नगरी माने यो चित्तले। सानो कम्मर काँध पुष्ट छ अहो, चौडा छ छाती कति। लामो केसल रक्कले जमिनमा टेक्दा सुहायो अति। सेता दाँत तिलिक्क टम्म भरिला, टल्किन्छ बेजोडले। तिम्रो सुन्दरता बखान नगरी माने यो चित्तले। राताम्ने सिँधो निधार छ ठुलो, राताम्ने सिँधो निधार छ ठुलो। ओटे गोलामा धरी चुल्ठो उच्च छ सानोको रहरको, लाग्दैछ झै किङ्गरी। लाली पुष्प गुराँसको सिउरुदा, लाली पुष्प गुराँसको सिउरुदा।
शोभा दियो माथले तिम्रो सुन्दरता बखान नगरी मानेन यो चित्तले मिल्ला गौरव भाग्यशाली त बडा मिल्ला गौरव भाग्यशाली त बडा टीका लगायौ भने अर्को सुन्दरता थपिन्छ सहजै सारी लगायौ भने चौबन्दी फरिया चुरा तिलहरी चौबन्दी फरिया चुरा तिलहरी घर छेउ खुसी साथले तिम्रो सुन्दरता बखान नगरी माने यो चित्तले भाषा भेष छ बेस नम्रपनको बोली मिठो लाग्दछ तिम्रो तन सोचनिष्ठपनले उनका दशा भाइदछ हे प्यारी सुन सुन्दरी शशिमुखी टिकिला जुनी प्रीतले तिम्रो सुन्दरता बखान नगरी मानेन यो चित्तले। अब अन्तिम श्लोकमा छु। हाँस्दा लाग्छ मजा रुँदा अझ तिमी हाँस्दा लाग्छ मजा रुँदा अझ तिमी हुन्छौ झनै सुन्दर हाँस्दा लाग्छ मजा रुँदा अझ तिमी हुन्छौ झनै सुन्दर तिम्रा लागि छ काख साथ जहिल्यै मेरो सजाऊ घर कैयौं यत्न प्रयत्नले मन जित्यौ लट्ठिन्छु यो गाजले कैयौं यत्न प्रयत्नले मन जित्यौ लट्ठिन्छु यो गाजले तिम्रो सुन्दरता बखान नगरी मानेन यो चित्तले तिम्रो सुन्दरता बखान नगरी मानेन यो चित्तले मानेन यो चित्तले। सागरमा माछीको हुन्छ बनाइमा चरीको बथान भन्ने गीतको छोटो अंश तपाईहरु माझ म प्रस्तुत गर्न चाहन्छु। सागरमा माछीको हुन्छ बनाइमा चरीको बथान म पनि तिम्रै त हुन्थ्यो रे मायाले तारै छैन थान म पनि तिम्रै त हुन्थ्यो रे मायाले तारै छैन थान कसको माया कति रहेछ जोख्ने तुलो लिङ्की बोली वचन दिएकै छु मुटु झिकी दिङ्की सागरमा माछीको हुन्छ बनाइमा चरीको बथान म पनि तिम्रै त हुन्थ्यो रे मायाले तारै छैन थान कसको माया कति रहेछ जोख्ने तुलो लिङ्की बोली वचन दिएकै छु मुटु झिकी दिङ्की सागरमा माछीको हुन्छ बनाइमा चरीको बथान म पनि तिम्रै त हुन्थ्यो रे मायाले तारै छैन थान म पनि तिम्रै त हुन्थ्यो रे मायाले तारै छैन थान आउँदै जाँदा कसै माया बाटो परेको छ तिम्रो माया कलेजीमा गाँठो परेको छ आउँदै जाँदा
घाटो परेको छ घाटो परेको छ तिम्रो माया कलेजीमा घाटो परेको छ घाटो परेको छ सागरमा नाचेको हुन्छ बनाइमा चढेको बथाना नपानी तिम्रै पाउन करे मायाले थारै झैन थाना सागरमा नाचेको हुन्छ बनाइमा चढेको बथाना नपानी तिम्रै पाउन करे मायाले थारै झैन थाना नपानी तिम्रै पाउन करे मायाले थारै झैन थाना मायाले थारै झैन थाना थारै झैन थाना है धन्यवाद अझै होली रे होली आयो रे होली रे होली आयो रे रंगीन मनमा गुलाल छायो रे रंगीन मनमा गुलाल छायो रे खुसीले रमायो पतंग आयो सारा गगन रंगीन बनायो माया खुसीका उमंग छरियो होलीको रौनकले बगर भरियो होली रे होली आयो रे रंगीन मनमा गुलाल छायो रे बिर्सौं सबै दुःखका बिसाउनी रङ्गमा घोलाउन प्रेमका रिसाउनी मनभित्र भित्रका कुण्ठा भगाऊ रङ्गीन संसार जनेर जगाऊ होली रे होली आयो रे रङ्गीन मनमा गुलाल छायो रे ढोलकी तालमा उफ्रो रमाऊ झ्यालीको तालमा गगन समाऊ सुनैलो बिहानी किरण लहरमा मस्तीको संसार रङ्गीन बहरमा होली रे होली आयो रे रङ्गीन मनमा गुलाल छायो रे धनी गरानी र गरीब धर्म चुरी समाजका सारा भेदभाव भुली नाचौँ रमायो मिलेर छिनछिन होलीको धमाका नादले झिनझिन होलीको धमाका नादले झिनझिन होली रे होली आयो रे रङ्गीन मनमा गुलाल छायो रे सुन पिचकारीले सन्देश ल्यायो प्रेम र भाइचारा जगत समायो आज न त टाढा छ कोही कसैमा होलीको खुसाली छायो सबैमा होलीको खुसाली छायो सबैमा होली रे होली होली आयो रे रङ्गीन मनमा गुलाल छायो रे रङ्गीन मनमा गुलाल छायो रे रङ्गीन मनमा गुलाल छायो रे होली रे धन्यवाद। म यसरी कवितालाई यसरी सुरु गर्छु। मैले जे भन्छु त्यो शब्द हो वाक्य हो। मैले जे भन्छु त्यो शब्द हो वाक्य हो। जुन कुरा भन्न सकिँदैन त्यो स्पर्श हो, अनुभूति हो। हामीले भन्न नसक्ने कुरा स्पर्श हुन्छ, अनुभूति हुन्छ है। जे कुरा व्यक्त गर्न चाहेर पनि व्यक्त गर्न सकिँदैन, के त्यही नै हो मर्यादा?
वास्तवमा जीवन साह्रै जटिल छ, वास्तवमा जीवन साह्रै जटिल छ, बुझिन सक्नु छ। बुझ्न चाहेर पनि सबैले बुझ्न सकिँदैन, बुझिन सक्नु छ, बुझ्न चाहेर पनि सबैले बुझ्न सकिँदैन। यो धराधाममा जन्मदा न्याइदिन्छन्, यो धराधाममा जन्मदा न्याइदिन्छन्, विवाह हुँदा पनि न्याइदिन्छन्, अर्थात् मृत्यु हुँदा पनि न्याइदिन्छन्। अन्तिम पटक तर अरूले नै, आफूले होइन है, अन्तिम पटक तर अरूले नै। जीवन बसन्तमा पलाउने, हेमन्तमा झर्ने रुखको पात जस्तै हो। जीवन बसन्तमा पलाउने, हेमन्तमा झर्ने रुखको पात हो। आज हरियो भोलि सुकेको, आज हरियो भोलि सुकेको। हामी रुखको हाँगा र जरा जस्तै हो, हामी रुखको हाँगा र जरा जस्तै हो। सके चारैतिर रुखको हाँगा पनि सकेसम्म चारैतिर जराहरू फैलिएको हुन्छ है। आफ्नो वर्चस्व कायम गर्नुपर्ने, सके चारैतिर आफ्नो वर्चस्व कायम गर्नुपर्ने। अबरो परे बिजुल्टिएर बस्नुपर्ने। शिक्षा रुखबाटै लिनुपर्ने, मान्छेले शिक्षा रुखबाटै लिनुपर्ने। आकाशबाट पानी पर्छ, गर्मीलाई पाखा लगाइदिन्छ। जब आकाशबाट पानी पर्छ, गर्मीलाई पाखा लगाइदिन्छ। घाम लाग्छ र पानी सुकाइदिन्छ, अनि घाम लाग्छ र पानी सुकाइदिन्छ। सूर्य अस्त हुन्छ, उज्यालो मर्छ। सूर्य अस्त हुन्छ, उज्यालो मर्छ, उदयसँगै फेरि अँध्यारो मर्छ। सूर्य अस्त हुन्छ, उज्यालो मर्छ, उदयसँगै फेरि अँध्यारो मर्छ। थामिन एक अर्काको सहारा, फेरि आपसमा काटाकाट। थामिन एक आपसको सहारा, तर फेरि आपसमा काटाकाट। पूर्णता विहीन कस्तो अतृप्त मर्यादा, कस्तो अतृप्त मर्यादा। मेरो कविताको शीर्षक पनि यही अतृप्त मर्यादा हो। ल मैले यहाँ गरेँ, यहाँ प्रतिक्रिया आओस् त्यसले गरिमा पनि है। कसैले निमन्दा कुनै वस्तुलाई बधु पुत्र पुत्री प्रिया साथ रमाएर बाँचौँ धरा स्वर्ग ठाउँ मलाई छ प्यार यही जिन्दगानी सधैँ घाम जस्तो बनोस् जिन्दगानी ढुँडो साग सिस्नो रमाइमा खान्छु सबै इष्ट साथी बटिँदैन लाग्छु सबै इष्ट साथी बटिँदैन लाग्छु दुई पाखुरा छ मेरो जवानी मलाई छ प्यार यही जिन्दगानी सधैँ घाम जस्तै बनोस् जिन्दगानी। नमस्कार। अब अघि परिचय दिने क्रममा मेरो ठेगाना चाहिँ छुट्यो जस्तो लाग्छ। मेरो स्थायी वासस्थान विदुर नुवाकोट, हालको दसैँ माछा पोखरी काठमाडौँ। नाम अघि नै भनिहालेँ, फेरि पनि भन्दछु किनभने यो बिर्सिराख्न पनि सक्छ क्या। मेरो नाम कृष्ण प्रसाद पौडेल हो। वास्तवमा टाइटल जस्ता गरी भनेर जोडेको छु।
अब यो कार्यक्रममा आज सहभागी हुने यो अवसर प्राप्त भयो। यो अवसरका लागि विशेष रूपमा धन्यवाद भुवन गाउँलेजी, हाम्रो जीवन बस्नेत सर लगायत यहाँ उपस्थित हुनुहुने सम्पूर्ण प्रति आभार प्रकट गर्दछु। यो कार्यक्रम राम्रो रहेछ। यसलाई अझ राम्रो पार्ने तर्खरतिर हामी लागौँ। अब नयाँ कार्य समिति पनि चयन भइसकेको जानकारी मैले पाएँ। सबैलाई शुभकामना, नयाँ कार्यकालको शुभकामना भन्दै हामी विशेषतः यो साहित्यिक क्षेत्रमै जमघट हुनको लागि हाम्रो यो अग्रसर हो भन्ने मलाई लाग्छ। मैले त्यो बुझेको छु। अब अन्य चाहिँ यसको उद्देश्य के छ त्यो मलाई थाहा छैन। थाहा नभएको कुरो मैले गर्नु पनि हुन्न। अब धेरै गन्थन नगरौँ कि भन्ने पनि लाग्छ। अर्को कविता वाचन गर्छु एउटा, यहाँहरूको अनुमति पाएँ भने। अब समयको पनि पाबन्दी छ, सबैलाई पालो पनि पुग्नुपर्छ। एउटा चाहिँ आज हामी आजको दिनबाट वसन्त ऋतुको काखमा प्रवेश गरेका छौँ। त्यो वसन्त ऋतु सम्बन्धी एउटा मात्रै श्लोक वाचन गरेर आज मैले यहाँ लगभग हामी पुरुषभन्दा महिला दिदीबहिनीहरू बढी हुनुहुन्छ। महिला दिदीबहिनीहरूको चाहिँ सहभागिता बढी छ। त्यसैले यो वसन्त ऋतु सम्बन्धी एउटा श्लोक वाचन गरेर अनि नारी सुन्दरता भन्ने शीर्षकको कविता वाचन गरौँ कि जस्तो लाग्छ। के छ समय? यहाँहरूको अनुमति भयो भने है फेरि। वसन्त ऋतु। नयाँ हर्ष आयो, शुभेच्छा जगायो, कुनाले कपाखा सुनौलो गरायो, बुटी फूल ताकी फुलु सुस्त सुस्त, धराधाम हेर्दै रमायो बसन्त, धराधाम हेर्दै रमायो बसन्त। धन्यवाद। म भुवन गाउँले खोटाङबाट। म यो साहित्यले कि मन छुन्छ कि माटो छुन्छ भन्ने सोच भएको मान्छे। हामी मन र माटो दुवै छोएर यहाँ जम्मा भएका छौँ। मैले यति भने, बाँकी कुरा हामी गर्नेछौँ। गुरुहरू जोडिनु भएको छ। दिपक गुरुलाई देखिरहेको छु, भर्खरै ढिलो आउनुभयो, नमन गरेँ। यसै गरी कृष्ण गुरु हुनुहुन्छ, चेरन गुरु हुनुहुन्छ, हाम्रो तिलक गाउँले गुरु हुनुहुन्छ। हामीहरूभन्दा उहाँहरू अग्रज हुनुहुन्छ। उहाँबाट हामी धेरै कुरा सिक्ने आशमा छौँ। उहाँहरूले हामीलाई सिकाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। उहाँहरूसँग म अलिक अगाडि पनि जोडिएको छु। एक दुईवटा अनलाइन कार्यक्रमहरूमा भेट भइरहन्छ, जोडिएको छु। म एउटा मुक्तक सुनाउँछु र एउटा कविता सुनाउँछु। मुक्तक। झन्डै बगायो सुनकोसीले हामी बगरका मान्छे, झन्डै बगायो सुनकोसीले हामी बगरका मान्छे, हाम्रा झुप्रा बगाएको देखेर खिट्का छोड्छन् ठुला घरका मान्छे, हाम्रा झुप्रा बगाएको देख्दा खिट्का छोड्छन् ठुला घरका मान्छे, हामी सकेसम्म दुश्मनको पनि मन नदुखोस् कोसिस गर्छौँ, हामी सकेसम्म दुश्मनको पनि मन नदुखोस् कोसिस गर्छौँ। यो गाउँलेलाई देखेर आँखा तर्छ त्यो सहरका मान्छे, यो गाउँलेलाई देखेर आँखा तर्छन् त्यो सहरका मान्छे। मैले यस्तो गाउँ सुनाएँ। म गाउँलाई मुटुमा बोकेर सहर पसेको मान्छे। देश देख्ने आँखाहरू, म देश देख्ने आँखाहरू सुनाउँछु हजुरहरूलाई। गद्यात्मक छ, थोरै थोरै जाङ्गे छ। सहर बस्ने हुनेहरूले मन नदुखाउनु होला। तिम्रो आँखाले सहरलाई मात्रै देश देख्छ, तिम्रो आँखाले सहरलाई मात्रै देश देख्छन्, महललाई मात्रै देश देख्छन् तिम्रा चित्र आँखाहरू। महलबाट बाहिर निस्केर हेर यो देश भोकै छटपटाइरहेछ झुप्रातिर, नाङ्गै बालुवा चालिरहेछ बगरतिर। तिमी सुखलाई मात्रै देश देख्छौ, रमाइलो र रमझमलाई मात्रै देश देख्छन् तिम्रा आँखाहरू। दुःखमा छटपटाइरहेछ देश गाउँका डाँडातिर। पाँच तारे होटलको सबैभन्दा शानदार र महँगो कोठालाई देश देख्छन् तिम्रा आँखाहरू।
5 तारे होटलको सबैभन्दा शानदार र महँगो कोठालाई देश देख्छन् तिम्रा आँखाहरू। मनाङ र मुस्ताङका खोजहरूमा खोटाङका भेडीगोठहरूमा हिउँले पटपटी शरीर फुटाएर च्याङ्ग्रा र भेडा गठाला गरिरहेको छ देश। त्यो त्यो सुखभोगी बजार र सहरलाई मात्रै देश देख्छन् तिम्रा चेत्र आँखाहरूले। तिमी पेट दुख्दा हेलिकप्टरलाई अस्पताल ठान्छौ, अस्पताल देख्छौ। हाम्रो गाउँमा सिटामोल खुवाउँदै स्ट्रेचरलाई सुविधा सम्पन्न अस्पताल ठानेर बाँचिरहेको छ देश। धरहरा चढेर हेर्दा देखिने भूभागलाई मात्रै देश देख्छ यो काठमाडौँ। धरहरा चढेर हेर्दा देखिने भूभागलाई मात्रै देश देख्छन् काठमाडौँका आँखाहरू। तिम्रो आँखा पनि काठमाडौँलाई मात्रै देश देख्छन् त म के गरौँ? ढाकरमा भोग बोकेर कर्णालीका कुनाहरूमा पटुकीले पेट कसेर हिँडिरहेको छ देश। तिम्रो आँखा सहरलाई मात्रै देश देख्छन्। बाध्यता र छटपटीलाई लात मारेर ती सहरिया आँखाहरू रहरलाई मात्रै देश देख्छन्, सहरलाई मात्रै देश देख्छन् तिम्रा चित्र आँखाहरू। धन्यवाद। मैले यस्तो पढेँ। साहित्यिक अभिवादन। मेरो नाम सरस्वती पौडेल, भारखाल नारागनी एक क्लबदेखि आलपुतली सडक बस्दै आइरहेको छु। मैले चाहिँ अहिले कविता सुनाउन गइरहेको छु। कविताको शीर्षक रहेको छ मेरी आमा। आमा मेरी हुन् माया की खानी, सधैँ सम्मान गर्छु म भगवान मानी। कसैले मेरी आमालाई नराम्रो भन्छ जब मेरो आँखाबाट आँसु नै खस्छ। कसैले मेरी आमालाई नराम्रो भन्छ जब मेरो आँखाबाट आँसु नै खस्छ। हरेक दुःख सुखमा साथ दिने आमा, बाटोको तिखा काँडा पन्साउने आमा। जसले आमाले दिएको संस्कार लिन्छ उसैले अरूलाई सकारात्मक ज्ञान दिन्छ। जसले आमाले दिएको ज्ञान लिन्छ उसैले अरूलाई सकारात्मक ज्ञान दिन्छ। हजुरलाई छोडेर अब म कहाँ जाने, आमा हजुर बिना मैले के होला गर्ने। गाई बस्तु जान्छन् चराउन भिरमा, आमाको आशीर्वाद सधैँ मेरो शिरमा। गाई बस्तु जान्छन् चराउन भिरमा, आमाको आशीर्वाद सधैँ मेरो शिरमा। स्कुलबाट भोकाइ आउँछन् भने खाना बनाइ राखिदिन्छन् हतार गरी। जसले आमाको सङ्घर्ष पीडा बुझ्दछ उही सबैभन्दा पहिले गन्तव्य पुग्दछ। जसले आमाको सङ्घर्ष पीडा बुझ्दछ उही सबैभन्दा पहिले गन्तव्यमा पुग्दछ। धन्यवाद। मैले चाहिँ आज एउटा कविता, एउटा गजल अनि 2टा मुक्तक लिएर आएको छु है। अनि म सुरु गर्छु। कविताको शीर्षक छ बिचारी म सुरु गर्छु है। आखिर मेरो आफ्नो भन्ने मै रहेछु, कुनै दिन मलाई मेरो नामले बोलाउने, मलाई म मरेपछि बस लास भनी चिन्नेछन्। मेरो आफ्ना भनाउँदाले पनि तर म मात्र म भनेर चिन्नेछु। अरूद्वारा दिएको सबै कुरा लुटिन्छ। जन्मेको 9 दिनमा राखिएको मेरो नाम म मरेपछि 9 सेकेन्डमा अस्तित्वहीन हुन्छु। मलाई मेरो मुटुको धड्कन भन्नेले पनि त्यो लास भनेर चिन्नेछन्। म त्यही बेला पनि म आफूले मेरो नजिकै बसेर मै भनेर टोलाउने छु। ओइ उठ्न भन्ने छु, मैले आफूले आफूलाई बोलाउने छु। मैले आफूलाई कुनै नाम दिएको छैन, त्यसैले म ढुक्क छु। म मेरो निजी नाम मबाट सम्बन्ध विच्छेद कहिले गर्नुपर्ने छैन। म धेरै नातामा परिणत हुनेछु, कोहीको बहिनी, कोहीको दिदी, कोहीको छोरी नातिनी, कोहीको के। म आफूलाई मबाट कहिले टाढा राखेको छैन। जसरी हिजोको दिन आफ्नै भन्नेहरू आज अपरिचित छन्। बिचारा मैले आफूलाई धेरै चोट दिएको छु। म आफूले आफैलाई धेरै चोट दिएको छु। सानामा हिँड्न नजानेर लड्दामा आफैले आफूलाई टाउकोमा, घुँडामा, निधारमा आजसम्म नमेटिने दाग दिएको छु। कहिलेकाहीँ म आफैसँग चित्त दुखेर चित्त दुखाउने गर्छु। रिस उठ्दा कस्तो बुद्धि नभएकी भनी आफ्नै टाउकोमा ठटाउने गर्छु। बिचारा फेरि म देखेर आफैलाई दया लाग्छ। साँच्चै म मेरो नाममा परिचित छैन। म मरेपछि लास हुनेछु। पढेर योग्यता अनुसार राखिएको मेरो नाम, पेसा अनुसार राखेको मेरो नाम, पेसाबाट पच्युत भएपछि फलानी भनेर चिनिनेछु। जसरी पतिको देहान्तपछि नारी विधवा हुन्छन्, माता पिता गुमाएपछि सन्तान टुहुरा हुन्छन्, आफ्नो मानसिकता गुमाएपछि
सज्जन पागल हुन्छन्, त्यसरी नै अरूबाट पाएको हरेक कुरा खोसिनेछ। मैले मेरो हरेक कुरा गुमाउने छु एक दिन, जसरी मेरो जन्म दिने बाबा आमा मेरो भन्न पाउँदिन, जब डाँडा माथि घाम जस्तै अस्ताउनेछन्। मैले मेरो बालापन पनि मेरो भन्न पाउँदिन, भाडाकुटीको माटो सरी नै भत्केर जानेछ। मैले मेरो घर मेरो भन्न पाउँदिन, बाबा आमाले किरिया सारेर दिनेछन्। मैले मेरो दाइ भाइ पनि मेरो भन्न पाउने छैन, तिनीहरू पनि माइती हुनेछन्। मैले विवाहपछि पतिको घर आफ्नो भन्न पाउने छैन, म त्यो बेला अर्काको घरबाट ल्याइएको हुनेछु। मेरा पति पनि मेरो भन्न पाउने छैन, तिनी पनि धेरै नातामा चिनिनेछन्। मैले मेरो माया र ममताले हुर्काएका सन्तान मेरो हुने छैनन्, तिनीहरू पनि कसैको शिष्यवासी हुनेछन्। साँच्चै मैले लगाएको सिङ्गार पनि मेरो हुने छैन, त्यो कति बेला खोसिन्छ थाहा नै छैन। आखिर यो संसारमा मेरो केही हुने छैन, मेरो खुसी परिवारका लागि खर्चिनु पर्छ, मेरो आँखा अरूकै लागि बर्सिनु पर्छ भने मेरो के छ यहाँ। मैले पाएको एक जुनी पनि आफ्नो समयपछि मृत्युलाई दिनुपर्छ। मैले मुटुसम्म सास पुर्याएको सट्टा सास बाहिर फाल्नुपर्छ भने मेरो के छ यहाँ। जन्मिएको बदला मर्नुपर्छ, हाँसेको बदला रुनुपर्छ। के को बदला के को बदला के, एउटा न एउटा हामीले गुमाइरहनुपर्छ। जसरी मृत्युको बदलामा जन्म, जवानीको बदलामा बालापन गुमाउनु पर्छ, त्यसरी नै केही न केही लोप हुँदै जान्छ। आजको लागि मैले हिजो गुमाएँ, वर्तमानको लागि भूत गुमाएँ, भोलि भविष्यको लागि आज गुमाउने छु। फेरि सोध्छु मेरो भन्ने के छ यहाँ। म मरेपछि पक्कै मेरो शरीरबाट मेरो आत्मा उड्नेछ, म मरेपछि पक्कै मेरो शरीरबाट मेरो आत्मा उड्नेछ। त्यति बेला म मेरो भनेर केलाई चिन्छु होला, मेरो आत्मा कि शरीर। विचार म त्यति बेला थाहा पाउनेछु आखिर मेरो भन्ने केही छैन रहेछ भनेर। म शून्य हो, त्यति बेला थाहा हुनेछ। जस्तै म हावा, जस्तै म सन्नाटा, जस्तै म खाली, जस्तै म शून्य, त्यति बेला म आफूले आफूलाई भन्ने छु बिचरामा। धन्यवाद। मेरो अर्को एउटा गजल छ, म त्यो पनि सुनाउँछु। न रूप हुन्छ न घमण्ड हुन्छ, न त कुनै औकात हुन्छ, परिवार न सम्पत्ति न पैसाको खात हुन्छ। न रूप न घमण्ड न त कुनै औकात हुन्छ, न परिवार न सम्पत्ति न पैसाको खात हुन्छ। एकहोरो शङ्ख बजाई लगाइदिन्छन् माला, एकहोरो शङ्ख बजाई लगाइदिन्छन् माला। क्रन्दन हुन्छ आगामीमा मलामीको जमात हुन्छ। न रूप हुन्छ न घमण्ड हुन्छ, न त कुनै औकात हुन्छ। तनमा हुन्न त्याम्रो वस्त्र, बगली हुन्छ खाली। तनमा हुन्न त्याम्रो वस्त्र, खाली हुन्छ बगली। पिताम्बरले ओढाएको रित्तो रित्तो हात हुन्छ। न रूप हुन्छ न घमण्ड हुन्छ, न त कुनै औकात हुन्छ, न परिवार न सम्पत्ति न त पैसाको मात हुन्छ। मै हुँ भन्ने हिँड्ने कोनी ढल्छ चुजुक त्यो दिन, मै हुँ भन्ने हिँड्ने कोनी ढल्छ चुजुक त्यो दिन। सन्ताप हुन्छ आफन्तको आँखामा बर्सात हुन्छ। न रूप हुन्छ न घमण्ड हुन्छ, न त कुनै औकात हुन्छ, न परिवार हुन्छ न सम्पत्ति हुन्छ, न त पैसाको खात हुन्छ। जलेर जान्छ त्यो शरीर बिलाउँछ खरानी भई, जलेर जान्छ त्यो शरीर बिलाउँछ खरानी भई। संसारिक जीवनबाट मुक्ति पाउँछ आजाद हुन्छ। न रूप हुन्छ न घमण्ड हुन्छ, न त कुनै औकात हुन्छ, न परिवार न सम्पत्ति न त पैसाको खात हुन्छ। अब मेरो दुईटा मुक्तक रहेको छ। भाकल भने बोका ढाल्छन् धर्म कहाँ मिल्छ, भाकल भने बोका ढाल्छन् धर्म कहाँ मिल्छ। पाप गर्छन् दियो बाल्छन् धर्म कहाँ मिल्छ। बा आमालाई वृद्ध आश्रम छैन रत्ती माया, बा आमालाई वृद्ध आश्रम छैन रत्ती माया। घरमा भने कुकुर पाल्छन् धर्म कहाँ मिल्छ, भाकल भने बोका ढाल्छन् धर्म कहाँ मिल्छ। पाप गर्छन् दियो बाल्छन् धर्म कहाँ मिल्छ। मेरो अन्तिम मुक्तक छ। चोखो थियो प्रेम बनायो खेल बच्चै रहेछौ, चोखो थियो प्रेम बनायो खेल बच्चै रहेछौ। नआउनु थियो भयो दिलसँग मेल बच्चै रहेछौ। भन कहिले भेट्न आऊ मिठाई बोकी आउँछु, भन कहिले भेट्न आऊ चक्लेट बोकी आउँछु। धोका खाए भन्दै रुन्छौ अरे अचेल बच्चै रहेछौ। चोखो थियो प्रेम बनायो खेल बच्चै रहेछौ। धन्यवाद।
चोखो थियो प्रेम बनायो खेल बच्चै रहेछौ नहुनु थियो भयो दिलसँग मेल बच्चै रहेछौ भन कहिले भेट्न आऊ मिठाई बोकी आउँछु भन कहिले भेट्न आऊ चकलेट बोकी आउँछु धोका खाए भन्दै रुँदै छौ रे अचेल बच्चै रहेछौ चोखो थियो प्रेम बनायो खेल बच्चै रहेछौ नयन हेरी प्रेमले नशा पिलाई गइन् नयन हेरी प्रेमले नशा पिलाई गइन् नदेख्ने बाँडा मुटुमा हानी धसाई गइन् नदेख्ने बाँडा मुटुमा हानी धसाई गइन् नयन हेरी प्रेमले नशा पिलाई गइन् चञ्चल बानी देखेर मुग्ध कायल भएमा चञ्चल बानी देखेर मुग्ध कायल भएमा जुदाई आँखा पारेर लट्ठ लोभ्याई गइन् जुदाई आँखा पारेर लट्ठ लोभ्याई गइन् नदेख्ने बाँडा मुटुमा हानी धसाई गइन् जवानी देख्दा मनमा मेरो उत्कण्ठा बढ्दछ जवानी देख्दा मनमा मेरो उत्कण्ठा बढ्दछ आगो नै बिना जवानी तातो लुटाई गइन् आगो नै बिना जवानी तातो लुटाई गइन् नदेख्ने बाँडा मुटुमा हानी धसाई गइन् नदेख्ने चोटा दिएर मन छियानी पारेर नदेख्ने चोटा दिएर मन छियानी पारेर निष्ठुरी बनी मोरीले व्यर्थै रुवाई गइन् निष्ठुरी बनी मोरीले व्यर्थै रुवाई गइन् नदेख्ने बाँडा मुटुमा हानी धसाई गइन् अब अन्तिम ठाउँमा आउँछु बिर्सन गाह्रो पारिन खुल्दै मलाई नसामा बिर्सन गाह्रो पारिन घुल्दै मलाई नसामा बेहोस पारी थाङ्नामा यसै सुताई गइन् बेहोस पारी थाङ्नामा यसै सुताई गइन् नदेख्ने बाँडा मुटुमा हानी धसाई गइन् नजिकबाट एकपटक ए जिन्दगी पास त आऊ हेर्नु छ नजिकबाट एकपटक ए जिन्दगी पास त आऊ लाग्छ मलाई म जिउँदो छु कहिले त्यो आभास त दिलाऊ हेर्नु छ नजिकबाट एकपटक ए जिन्दगी पास त आऊ लाग्छ मलाई म जिउँदो छु कहिले त्यो आभास त दिलाऊ अझै त जिउन बाँकी छ फेरि किन रिसाउँछौ ए जिन्दगी अझै त जिउन बाँकी छ फेरि किन रिसाउँछौ ए जिन्दगी लागोस् तिमी मेरी नै हौ त्यस्तो पल कहिल्यै खास त ल्याऊ लागोस् तिमी मेरी नै हौ त्यस्तो पल त खास ल्याऊ हेर्नु छ नजिकबाट एकपटक ए जिन्दगी पास त आऊ हजुरहरूलाई नसम्झेको त कुनै पनि हुँदैन है पल सृजनशील मिडिया ग्रुपका दाइ दिदी साथी सबजना असल हजुरहरूलाई नसम्झेको त कुनै पनि हुँदैन है पल सृजनशील ग्रुपका दाइ दिदी साथी सबजना असल राम्रो काममा अघि बढ्न समाजलाई परिवर्तन गर्न राम्रो काममा अघि बढ्न समाजलाई परिवर्तन गर्न हामी सबै एकजुट हुन्छौँ गर्दैनौ कुनै कपट र छल हामी सबै एकजुट हुन्छौँ गर्दैनौ कुनै कपट र छल नमस्कार सबैजनालाई मेरो नाम जेनिसा घिमिरे घर ओखलढुङ्गा ललितपुरमा बस्छु म आज हजुरलाई एउटा गजल सुनाउँछु गजल मलाई खासै लेख्न त आउँदैन भर्खर प्रयास गर्दैछु कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला गजल आमा यो संसारमा छोरीलाई जन्म नदेऊ बलात्कारीले सताउँछन् आमा यो संसारमा छोरीलाई जन्म नदेऊ बलात्कारीले सताउँछन् चारैतिरबाट तयारी गरेर तिम्री सानी छोरीलाई फसाउँछन् चारैतिरबाट तयारी गरेर तिम्री सानी छोरीलाई फसाउँछन् बाउ दाजुभाइ साथी सबै मिली सुनसान ठाउँमा एक्लै मलाई बाउ दाजुभाइ साथी सबै मिली सुनसान ठाउँमा एक्लै मलाई राक्षसहरूले पालै पालो मेरो शरीरको अङ्ग अङ्ग समाउँछन् आमा यो संसारमा छोरीलाई जन्म नदेऊ बलात्कारीले सताउँछन् आमा बरु गर्भभित्रै मारिदिनु यस्तो देशमा जन्माउनु भन्दा आमा बरु गर्भभित्रै मारिदिनु यस्तो देशमा जन्माउनु भन्दा यदि होइन भने हजुरकी सानी छोरीको इज्जत सबै बगाउँछन् आमा यो संसारमा छोरीलाई जन्म नदेऊ बलात्कारीले सताउँछन् आमा दिदी बहिनी छोरी भन्दैन केही आफ्नो बासना पूरा गर्न आमा दिदी बहिनी छोरी भन्दैन केही आफ्नो बासना पूरा गर्न फुल्न नपाई सानो कोपिलैमा ती तापी हातले चुडाउँछन् आमा छोरीलाई यो संसारमा जन्म नदेऊ बलात्कारीले सताउँछन् देशको सरकार पनि अन्ध भएर बस्छ नदेखेको बहाना गर्छ देशको सरकार पनि अन्ध भएर बस्छ नदेखेको बहाना गर्छ यहाँ निर्दोषीलाई सजाय दिएर अपराधीलाई लुकाउँछन् आमा यो संसारमा छोरीलाई जन्म नदेऊ बलात्कारीले सताउँछन् चारैतिरबाट तयारी गरेर तिम्री सानी छोरीलाई फसाउँछन्
चारैतिरबाट तयारी गरेर तिम्री सानी छोरीलाई फसाउँछन्। धन्यवाद। मेरो हरेक दुःख बुझिदिने आमा तिमी नै त हौ। मेरो हरेक दुःख बुझिदिने आमा तिमी नै त हौ। रुदा मेरो आँसु पुछिदिने तिमी नै त हौ। रुदा आँसु पुछिदिने आमा तिमी नै त हौ। आफू जस्तो सुकै दुःख पीडामा भए पनि आफू जस्तो सुकै दुःख पीडामा भए पनि मेरो लागि आफू जस्तो सुकै दुःख पीडामा भए पनि मेरो लागि हरपल खुसी दिने आमा तिमी नै त हौ। हरपल सधैँ खुसी दिने आमा तिमी नै त हौ। मेरो हरेक दुःख बुझिदिने आमा तिमी नै त हौ। अब अर्को मुक्तक है त, खासै आउँदैन तै पनि राम्रो मानेर सुनिदिनु होला। आमाको माया कस्तो यादले मुटु खाएपछि बुझे। आमाको माया कस्तो यादले मुटु खाएपछि बुझे। बाबाको दुःख कस्तो ठक्कर पाएपछि बुझे। बाबाको दुःख कस्तो ठक्कर पाएपछि बुझे। सानो कुरामा चित्त दुखाएर खुट्टा बजार्दै रुने छोरी म। सानो कुरामा चित्त दुखाएर खुट्टा बजार्दै रुने छोरी म। दुःख पीडा भनेको त पल पलमा आउँदो रहेछ। दुःख पीडा भनेको त पल पलमा आउँदो रहेछ। आज सिउँदोमा सिन्दुर अनि गलामा पोते लाएपछि बुझे। आज सिउँदोमा सिन्दुर अनि गलामा पोते लाएपछि बुझे। ल अर्को मुक्तक सुन्नु होला। प्रेमले जित्नको लागि खेल बन्नै पर्छ प्यारा। प्रेममा जित्नको लागि खेल बन्नै पर्छ प्यारा। कुराउटेलाई पन्छाउन भेल बन्नै पर्छ प्यारा। कुराउटेलाई पन्छाउन भेल बन्नै पर्छ प्यारा। हाम्रो माया देखेर जल्नेहरूलाई झन खरानी पार्न म सलाई हजुर मटितेल बन्नै पर्छ प्यारा। म सलाई हजुर मटितेल बन्नै पर्छ प्यारा। अर्को मुक्तक, हजुर म मिली पीडालाई मास्नु पर्छ अब। हजुर म मिली पीडालाई मास्नु पर्छ अब। खुसी एकअर्कामा बाँडी हाँस्नु पर्छ अब। खुसी एकअर्कामा बाँडी हाँस्नु पर्छ अब। 2 दिनमा छुट्ने माया होइन प्यारा। 2 दिनमा छुट्ने माया होइन प्यारा। जुनी भरको लागि हामी बीच प्रेम सम्बन्ध गाँस्नु पर्छ अब। हामी बीच प्रेम सम्बन्ध गाँस्नु पर्छ अब। मेरो देश अचेल घुसखोरीको खोल हुँदैछ हेर। राजनीति नै राजनीतिको डामाडोल हुँदैछ हेर। मेरो देश अचेल घुसखोरीको खोल हुँदैछ हेर। राजनीति नै राजनीतिको डामाडोल हुँदैछ हेर। कति उठ्छन् राजनीति र सिमानाको कुरा यहाँ। कति उठ्छन् राजनीति र सिमानाको कुरा यहाँ। नेपाल भित्रै पनि मानव बीच मोलतोल हुँदैछ हेर। नेपाल भित्रै पनि मानव बीच मोलतोल हुँदैछ हेर। नियम कानुन भन्दा बढी आन्दोलनको कुरा नेताहरूकै राज्य छन् या अरू सब अधुरा। नियम कानुन भन्दा बढी आन्दोलनको कुरा नेताहरूकै राज्य छन् या अरू सब अधुरा। सुख शान्ति समृद्धिको के नै आए आधार। सुख शान्ति समृद्धिको के नै आए आधार। भाषण ठोक्छन् अनेक बोल्छन् गर्ने हैनन् कुरा। भाषण ठोक्छन् अनेक बोल्छन् गर्ने हैनन् कुरा। देशको अवस्था देख्दा यो मन अति दुखेको छ। मनको कुरा सब लकडाउन भित्रै लुकेको छ। देशको अवस्था देख्दा यो मन अति दुखेको छ। मनको कुरा सब लकडाउन भइ लुकेको छ। राजनीतिक अस्थिरताको अवस्थाले गर्दा नेपालमा कार्य गर्ने रहर मनबाटै लुकेको छ। नेपालमै कार्य गर्ने रहर मनबाटै लुकेको छ। नेपाल एक प्राकृतिक सम्पदाले ठुलो परेको देश हो। भ्रष्टाचार र नकारात्मक कर्मले दुलो परेको देश हो। नेपाल एक प्राकृतिक सम्पदाले ठुलो परेको देश हो। तर भ्रष्टाचार र नकारात्मक कर्मले दुलो परेको देश हो। सोझा जनतालाई मकै सरह भुटिन्छ यहाँ। सोझा जनतालाई मकै सरह भुटिन्छन् यहाँ। सुकर्म र एकताको आँखामा फुलो परेको देश हो। सुकर्म र एकताको आँखामा फुलो परेको देश हो। देशको माया कोर्न सक्ने मसित एक कलम छ। जनता पो त्यस्ता यहाँको मेरो देशलाई सलाम छ। देशको माया कोर्न सक्ने मसित एक कलम छ। जनता पो त्यस्ता यहाँको मेरो देशलाई त सलाम छ। देशको लागि धर्मपुत्र भई लड्छु मात्र भन मित्र। देशको लागि धर्मपुत्र भई लड्छु मात्र भन मित्र। लडाईँमा लाग्दा चोट निकाउने औषधि र मलम छ। देशको माया कोर्न सक्ने मसित एक कलम छ। जनता पो त्यस्तो यहाँको मेरो देशलाई सलाम छ।
भेट भयो मन भाछ हर्षित हुन्छ अब यो प्रोग्राम चर्चित हुने भयो चमत्कार 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 उपस्थिति सबैमा गरे नमस्कार चमत्कार चमत्कार उपस्थिति सबैमा गरे नमस्कार। उपहार भन्ने एउटा शीर्षक राखेको छु। धेरै राम्रो रचना रच्न त आउँदैन तर साहित्य मनपर्छ, त्यही भएर थोरै थोरै रच्ने गर्छु यसो फुर्सदको समयमा। शीर्षक रहेछ युगको उपहार। सबै होसियार हुनुपर्छ, युगको उपहार चलिरहेछ, जिउँदो ज्यानमा आगोको ज्वालाहरू बलिरहेछ। लाग्छ मलाई कहिलेकाहीँ कलियुग नै आयो कि, आमाको कोखले कतै कुपुत्र सन्तानै पायो कि, आमाको कोखले कतै कुपुत्र सन्तानै पायो कि। सबैले आफ्नो स्वार्थपन बोकेर हिँड्ने गर्दा रहेछन् यहाँ, सबैले आफ्नो स्वार्थपन बोकेर हिँड्ने गर्दा रहेछन् यहाँ। सबै अगाडि पर्दामा मात्र राम्रो भन्ने गर्दा रहेछन् यहाँ, सबै अगाडि पर्दामा मात्र राम्रो हो भन्ने गर्दा रहेछन् यहाँ। सन्तानको खुसी चाहने बाबा आमा नै हुन् थाहा छ, सन्तानको खुसी चाहने बाबा आमा नै हुन् थाहा छ। कोही कसैले अरूको देख्दा मात्र जिन्दगी आहा छ, कोही कसैले अरूको देख्दा मात्र जिन्दगी आहा छ। कसैप्रति आजभोलि आफ्नोपन देख्न छाडेको छु मैले, कसैप्रति आजभोलि आफ्नोपन देख्न छाडेको छु मैले। पैसाले सबै चिज किन्न सकिन्न हो सुनेको छु मैले। अरूप्रति कसै माया प्रेम शब्द छैन किन सोच्ने गरे, फलानु यस्तो उस्तो शब्दको बाणले घुच्ने गरे। फुल्दा फुल्दै कोही कतै फल नै नपाई झरेका छन्, फुल्दा फुल्दै कोही कतै फल नै नपाई झरेका छन्। सोच्दै नसोचेको कति गहिरो पीडामा परेका छन्। सोचेथे होलान् घामको झुल्कोसँगै खुसी आउला, सोचेथे होलान् घामको झुल्कोसँगै खुसी आउला। हाम्रा पनि त सन्तानसँगै धेरै खुसी सोचेथ्यौँ छाउला, सोचेथ्यौँ छाउला। एउटा मुक्तक छ है, जस्तो हुन्छ राम्रो छ भने सुनिदिनु है। तिमी दुलाको भेषमा सजिएर आउँदाखेरि, तिमी दुलाको भेषमा सजिएर आउँदाखेरि, बेहुलाको पोसाकमा तिमीले चट्ट लाउँदाखेरि, बेहुलाको पोसाक तिमीले चट्ट लाउँदाखेरि कस्तो हुन्छ होला है त्यो दिन तिम्रो हातले, कस्तो हुन्छ होला है त्यो दिन तिम्रो हातले। मेरो शिरमा तिम्रो नामको सिन्दुर पाउँदाखेरि, मेरो शिरले तिम्रो नामको सिन्दुर पाउँदाखेरि। अब एउटा गजल भन्छु है। नराम्रो भने राम्रो छ भनेर सुन्नु ल। हजारौँको भिडमा एक्लो हुन्छु म बरु, हजारौँको भिडमा एक्लो हुन्छु म बरु। जन्जालका सञ्जालका गोरेटा थुन्छु म बरु। उज्यालाका झुट्टा आश्वासन नदेखाऊ मलाई, उज्यालाका झुट्टा आश्वासन नदेखाऊ मलाई। अँध्यारो कोठामा एक्लै बसी रुन्छु म बरु, अँध्यारो कोठामा एक्लै बसी रुन्छु म बरु। स्वार्थकै लागि नजिएका हौ भने भो नआऊ, स्वार्थकै लागि नजिएका हौ भने भो नआऊ। सपनाका ताना बाना आफ्नै सुरले बुन्छु म बरु, सपनाका ताना बाना आफ्नै सुरले बुन्छु म बरु। त्याग बिना जीवनमा केही पाइन्न थाहा छ मलाई, त्याग बिना जीवनमा केही पाइन्न थाहा छ मलाई। चुन्नै परे जीवन छोड्छु मृत्यु नै चुन्छु म बरु, चुन्नै परे जीवन छोड्छु मृत्युलाई नै चुन्छु म बरु। हस् धन्यवाद। अल्झिएरै काँडासँग बित्छ जिन्दगानी, अल्झिएरै काँडासँग बित्छ जिन्दगानी। मन भयो सुनकोसीमा बग्ने सङ्गो पानी। पहाडमाथि फुला फुल्यो सुगन्धित चिमाल, पहाडमाथि फुला फुल्यो सुगन्धित चिमाल। आहा सुन्दर रमणीय कञ्चनतारी हिमाल। सिमी भुलिए लोसार पर्व कयौँ छन् हाम्रो धर्म, संसार सारा भुलाउने जिन्दगीको मूल हो मर्म। अल्झिएरै काँडासँग बित्छ जिन्दगानी, मन भयो सुनकोसीमा बग्ने सङ्गो पानी। आर्त पुगा हृदय माझ, आर्त पुगा हृदय माझ कुल दैतालाई मानी। कतै पनि नहोस् भन्दै कुन काममा नोक्सानी। गोधुलीमा झ्याउकुरीको कोलाहल छाउँदा, गोधुलीमा झ्याउकुरीको कोलाहल छाउँदा। मनमा खुसी के पलाउँथे पीडा दुःख पाउँदा। अल्झिएरै काँडासँग बित्छ जिन्दगानी,
मन भयो सुनकोसीमा बग्ने सङ्लो पानी। धन्यवाद। मान्छेलाई आज पिउने बनायो, जिन्दगी रक्सीको तालमा जिउने बनायो, थाहा थिएन तिमीले छोडेर जान्छौ भने। नपिउने मान्छेलाई आज पिउने बनायो, जिन्दगी रक्सीको तालमा जिउने बनायो, थाहा थिएन तिमीले छोडेर जान्छौ भने। टुक्रा टुक्रा भएको मुटुलाई सिउने बनायो। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई यो अमूल्य समय पनि मेरो लागि प्रदान गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थिति हुनुभएका सम्पूर्ण साहित्यकार सङ्गीतकारलाई धेरै धेरै नमस्ते नमस्कार, साहित्यिक अभिवादन र साङ्गीतिक नमन टक्राउन चाहन्छु। मैले समय त धेरै छैन, मैले दुईटा मुक्तक भन्छु। जिन्दगी बनाउने पासपोर्ट अनिवार्य हुन्छ आमा, आँसु पिउँदै यो जिन्दगी परदेशमा रुन्छ आमा। तपाईँले भन्नुहुन्थ्यो नि छोरी मान्छे परदेश नजाऊ भनेर। जिन्दगी बनाउने पासपोर्ट अनिवार्य हुन्छ आमा, आँसु पिउँदै यो जिन्दगी परदेशमा रुन्छ आमा। तपाईँले भन्नुहुन्थ्यो नि छोरी मान्छे परदेश नजाऊ भनेर। हाम्रो पीर र व्यथा स्वदेशमा कसले सुन्छ आमा। अर्को मुक्तक रहेको छ। बनाएर सपना अधुरा निकालिदियो भने, समाजले कसलाई कुरा निकालिदियो भने, फेरि ती पागलहरूले मलाई विधुवा भन्ने छन्। बनाएर सपना अधुरा निकालिदियो भने, समाजले कसलाई कुरा निकालिदियो भने, फेरि ती पागलहरूले मलाई विधुवा भन्ने छन्। मैले सिन्दुर हातका चुरा निकालिदियो भने, मैले सिन्दुर र हातका चुरा निकालिदियो भने। धन्यवाद। राजा मरानी सरकार चलाउला, एक पटक होइन देश लगातार चलाउला, एक पटक होइन देश लगातार चलाउला। पार्टी फरक पर्यो भनेर किन चिन्ता लिन्छ प्रिय, पार्टी फरक पर्यो भनेर किन चिन्ता लिन्छ प्रिय। गठबन्धन गरेरै भयो नि घरबार चलाउला, गठबन्धन गरेरै भयो नि घरबार चलाउला। धन्यवाद। कार्यक्रम सञ्चालक आदरणीय तथा माननीय सम्पूर्णमा साहित्यिक अभिवादन। म हजुरहरूमा आज एउटा कोपिला डाली सुनाउन चाहन्छु। खासै आउँदैन तर पनि कोसिस गरेको छु। एक दिन नाम इतिहासमा लेखाउनु छ, छोरी पढाएर काम छैन भन्ने यो समाजलाई, यो समाजमा केही गरेर देखाउनु छ। भगवानलाई ढोगेर देखाउनु छ, भगवानलाई ढोगेर देखाउनु छ। छोरा जस्तो छोरी कहिल्यै हुँदैन भन्ने यो समाजलाई, छोरा छोरी सम्मान भन्ने बनाउनु छ। तर्पण छोराको नै पाइन्छ किन, तर्पण छोराको नै पाइन्छ किन। विद्वान महोदय देखाइदिनुहोस् कहाँ लेखिएको छ, विद्वान महोदय देखाइदिनुहोस् कहाँ लेखिएको छ। पार तान्न छोरा नै चाहिन्छ किन, पार तान्न छोरा नै चाहिन्छ किन। आफै परिश्रमी भई कमाउने छौँ, छोरा छोरीलाई विवेक नगरौँ सम्मान गरौँ भनेर। नारी आफ्नै पसिनामा रमाउने छौँ। मेरो अन्तिम समानता सबैलाई नै झल्काउनु पर्छ, समानता सबैलाई नै झल्काउनु पर्छ। छोरा सम्मान छोरी पनि हुन्छ भनेर यो समाजलाई, छोरा सम्मान छोरी पनि हुन्छ भनेर यो समाजलाई सबैले चेतनाको दियो सल्काउनु पर्छ, सबैले चेतनाको दियो सल्काउनु पर्छ। धन्यवाद। अब मेरो गजल सुरु हुन्छ। दुनिया गलत रे उही सत्य भन्छ, हजार बार लड्दै फुटाइरहन्छ, हजार बार लड्दै फुटाइरहन्छ। छलक्दै यो दिलमा नराम्रो तुवालो, कतै एक्लै हुँदा यो पीडा बहन्छ, कतै एक्लै हुँदा यो पीडा बहन्छ। यो यात्रा जीवनको ओह्रालो उकालो, म गर्दैछु भाका मिठो गीत बन्छ, म गर्दैछु भाका मिठो गीत बन्छ। कहानी सुनायो नसोच्नु कसैले, सबै दर्द पीडा यही दिल कहन्छ, सबै दर्द पीडा यही दिल कहन्छ। परीक्षा जीवनको दिँदै थाकिरा छु, यो हाँसो छ ऊर्जा अझै नि सहन्छ, यो हाँसो छ ऊर्जा अझै नि सहन्छ। धन्यवाद।
सृजनशील नाम तिम्रो सिर्जनाको खानी बन्नु। सृजनशील नाम तिम्रो सिर्जनाको खानी बन्नु। नव सर्जक युवाको तिर्खा लाग्दा पानी बन्नु। भेटघाटको चौतारी बनेर नै तिमीले सबैको भेटघाटको चौतारी बनेर नै तिमीले सबैको मन मन्दिरमा सबैलाई लेखिरहने सुन्दर बानी बन्नु। सृजनशील नाम तिम्रो सिर्जनाको खानी बन्नु। हस्त नमस्कार, म तिलक गाउँले। मैले आज सबै लगभग युवाहरू नै देखेर एउटा पेरमिल चारू ल्याएर आएको छु, सुनेर प्रतिक्रिया दिनु होला। बरको छाया पिपल, पिपलको छाया बर हुने हो। बरको छाया पिपल, पिपलको छाया बर हुने हो। तिमी र म मिले मात्र अनि सुन्दर घर हुने हो। तिमी र म मिले मात्र अनि सुन्दर घर हुने हो। तिमीले आफ्नो गोत्र त्याग, मैले मेरो गोत्र दिन्छु। तिमीले आफ्नो गोत्र त्याग, मैले आफ्नो गोत्र दिन्छु। अनि मात्र सुन्दरताको हाम्रो एउटै थर हुने हो। तिमी र म मिले मात्रै एउटा सुन्दर घर हुने हो। तिमी र म मिले मात्रै एउटा सुन्दर घर हुने हो। शिरको सिन्दुर तिमीले मान्नु, दिलकी रानी मैले। शिरको सिन्दुर तिमीले मान्नु, दिलकी रानी मैले। सानो संसार बनाउने अनि हाम्रो रहर हुने हो। तिमी र म मिले मात्रै एउटा सुन्दर घर हुने हो। दुनियाँका कुरा सुनि एक्लै किन बरबराउँछौ? दुनियाँका कुरा सुनि एक्लै किन बरबराउँछौ? माटो र ढुङ्गालाई पनि एकअर्काको भर हुने हो। तिमी र म मिले मात्रै एउटा सुन्दर घर हुने हो। बुढेसकालमा एकअर्काको सहारामा बस्नै पर्छ। बुढेसकालमा एकअर्काको सहारामा बस्नै पर्छ। लाला बाला छोडिहाल्छन्, सँगै बस्ने कर हुने हो। तिमी र म मिले मात्रै सुन्दर एउटा घर हुने हो। हस्त नमस्कार। विजेताको मेडल धातुले होइन, खुन आँसु र पसिनाले बनेको हुन्छ। त्यसैले त मान्छेहरूले मेडललाई शिर झुकाएर सम्मान गर्छन्। नमस्कार, म गङ्गा बोहरा। हाम्रो गीत यसरी सुरु हुन्छ। यो गीत लेख्नुहुने स्रष्टा सर्जकप्रति एकदमै हृदयदेखि नै आभार प्रकट गर्दछु। मिर्मी मुनि काली थुनेको भन्ने भाकालाई मिलाएर एउटा सन्देशमूलक हाम्रो ग्रुपलाई पनि जोडेर गीत लेखेका छौँ। यस्तो मौका यस्तो मौका आउन्न बार बार उपस्थित सबैलाई नमस्कार। मेरा रुकाई कार्यक्रम राखेको भएर भेट्न पायौँ हामी सबैले। कार्यक्रम राखेको भएर भेट्न पायौँ हामी सबैले। एउटा गीत गाउँ है आज, गाउँछौँ है आज। कस्तो छ त आजको समाज, कस्तो सुन्नुहोस् है त हजुरहरूले, कस्तो संस्कार सिकेर आयौँ त वृद्धदेखि बाल बच्चाले। कस्तो संस्कार सिकेर आयौँ त वृद्धदेखि बाल बच्चाले। दुई कक्षामा पढाउने छोरी हेर्छे फोन किताब नहेरी। छोराको त के कुरा भोरा, 10 वर्ष नि भएको छैन, हिँड्छ बियर चुरुट बोकेर। 10 वर्ष नि भएको छैन, हिँड्छ चुरुट बियर बोकेर। युवाहरूले काम गर्न खडीमा नेता चढ्छन् महँगा गाडीमा। देश खायो भ्रष्टाचारले, 4 वर्षको छोरी नि मैले, हत्या हिंसा बलात्कारले। 4 वर्षको छोरी नि मैले, हत्या हिंसा बलात्कारले। लागौँ अब हामी सब मिलेर, छक्कै परुन् हामीलाई देखेर। नेपालीको सान राखौँ है, हाम्रा होइन राम्रालाई रोजेर, सुन्दर नेपाल बनाइ छाडौँ है। हाम्रा होइन राम्रालाई रोजेर, सुन्दर नेपाल बनाइ छाडौँ है। धन्यवाद। आज हाम्रो सृजनशील मिडिया ग्रुपद्वारा भेटघाट कार्यक्रममा चाहिँ सबैजना उपस्थित हुनुभएकोमा सबैजनालाई नमस्कार। म बुद्धवीर तामाङ हो।
मेरो घर काभ्रे पलाञ्चोक, अहिले बनेपा नगरपालिकामा बस्दै आएको र आज एकदमै यो सृजनशील मिडिया ग्रुपले आयोजना गरिएको भेटघाट तथा साहित्यिक सृजना वाचन कार्यक्रममा सबैजना उपस्थित हुनुभएको छ र मेरो प्रतिभा चाहिँ खासै छैन। म छोटो आफ्नो मनमा लागेका कुराहरू भन्न तपाईँहरूको माझ उपस्थित भइसकेको छु र विगत केही समयदेखि हाम्रो सृजनाशील मिडिया ग्रुप स्थापना गरेरै आएका थियौँ हामी र पछिल्लो समयमा धेरैजना सदस्यहरू यानि कि मेम्बरहरू पनि जोडिनु भएको छ। कतिपय छोडेर पनि जानुभयो, छोडेर जानेलाई पनि विशेष धन्यवाद छ किनकि उहाँले पनि केही सिकेर जानुभएको छ होला। विशेष गरी सृजनशील मिडिया ग्रुपले चाहिँ केही आफू पनि सिक्ने अनि अरूलाई पनि सिकाउने यानि कि सिक्ने सिकाउने आफू पनि सिक्ने र अरूलाई पनि सिकाउने कामलाई अगाडि तीव्र गतिमा बढाउँदै पनि छ र म पनि विगत केही समयदेखि यो सृजनशील मिडियाले आबद्ध भएर पनि आइरहेको छु, यो अवस्थासम्म छु र धेरै कुराहरू सबैले जान्छ भन्ने नै छैन। मैले जानेका तपाईँहरूले नजानेको हुनसक्छ, तपाईँहरूले नजानेको मैले जानेको पनि हुनसक्छ। हामी एक अर्काप्रति सिक्दै सिकाउँदै अगाडि बढ्नुपर्छ भन्ने मेरो सल्लाह सुझाव तपाईँहरूप्रति छ र धेरै बोल्न चाहेन म। तपाईँहरूसँग सायद फर्स्ट टाइम भेटघाट हुन पाइयो लङ टाइम पछि। आगामी दिनहरूमा पनि यसरी भेटघाट गरेर अन्य थप कार्यक्रमहरू पनि हामी गर्नुपर्छ भन्ने सल्लाह सुझाव भन्दै आजको यो छोटो समय मलाई दिनुभएकोमा हाम्रो कार्यक्रम सञ्चालयिका मिसलाई विशेष धन्यवाद दिँदै म बुद्धवीर तामाङ यहाँहरूको माझबाट अर्को बसाइमा फेरि पनि भेट्ने बाचाका साथ म यस मञ्चबाट ओझेल हुन चाहन्छु। धन्यवाद। कविताको शीर्षक छ छोरी। तिमी छोरी हौ, कसैसँग नडराऊ, आफ्नो बाटोलाई नभुल, कतै नहराऊ। छोरा छोरी भन्ने छुट्याउने त यो समाजको बानी हो, बुझ्न सक्नेलाई मात्र थाहा हुन्छ छोरी पनि त हिराकी खानी हो। तिमीलाई पनि त हुन्छ नि बाँच्ने अधिकार, तिमीलाई पनि त हुन्छ नि हाँस्ने अधिकार। तिम्रो पनि त जिन्दगी हो, कसैको गुडे होइन, साबित गरेर देखाइदेऊ छोरी पनि त कोही भन्दा कम छैन। फलनाले यो गरेछ त्यो गरेछ भनेर किन डाहा गर्छौ, तिमी आफै पनि गर। बिहेपछि मलाई श्रीमानले पाल्छ भनेर किन बस्छौ, अहिले आफ्नै भर पर। समाजको अगाडि राम्रो अनि असल मान्छे बन्ने काम गर। पिरियड हुँदा नलजाऊ, घर परिवारलाई भन्ने गर। समाजको अगाडि राम्रो अनि असल मान्छे बन्ने गर। पिरियड हुँदा नलजाऊ, घर परिवारलाई भन्ने गर। बोल्ने बानी बसाल्दा मान्छे मर्दैन, बोल्ने बानी बसाल्दा तिमी मर्दैन। आफ्नो विश्वास गर, कसैको भरमा बस्न पर्दैन। इज्जत नफाल, आफ्नो ठाउँमा बस, बाबाको आशीर्वाद आमाको पाउमा बस। छोरी हौ तिमी, तिमीलाई हेर्ने नजर अर्कै हुन्छ, माया गर्छु मन पराउँछु भन्नेको लड्कै हुन्छ। शरीरसँग खेलेर फिलिङलाई चोट दिन्छ, टुक्रिएको सिसा जस्तै नजोडिने रोग दिन्छ। अघि बढ छोरी तिमी, खराब बाटो नलागी, अप्ठ्यारो परिस्थितिमा जुट्न सिक, अन्त कतै नभागी। राम्रो काम गर, धेरै धेरै पढ, सफलता नै तिम्रो खुड्किला हो, त्यसैले अघि बढ। छोरी हौ तिमी, कसैसँग नडराऊ, आफ्नो बाटोलाई नभुल, अन्त कतै नहराऊ। नमस्कार, म लेख्न जान्दिनँ, यसो सुनाउँछु, लेखेको मुक्तक सुनाउँछु। 1 नम्बरको मुक्तक छ। आज म सफल भएको छेड्छ, मैले कुनै बेला लेखेको मुक्तक आज काम लाग्दैछ। अपमानको जड खन्न भन्छ सफल भएपछि, अपमानको जड खन्न भन्छ सफल भएपछि, अरू जस्तो समान बन्न भन्छ सफल भएपछि। बाटो नभेटेर अलमल अलमल परेकाहरूलाई, बाटो नभेटेर अलमल अलमल परेकाहरूलाई म छु नि तिम्रो भन्न भन्छ सफल भएपछि, म छु नि तिम्रो भन्न भन्छ सफल भएपछि। दोस्रो मुक्तक। कि त वार कि त पार लगाऊ भन्छ जिन्दगी, कि त वार कि त पार लगाऊ भन्छ जिन्दगी। मायाको यो खेलमा हार लगाऊ भन्छ जिन्दगी, कि त वार कि त पार लगाऊ भन्छ जिन्दगी। मायाको यो खेलमा हार लगाऊ भन्छ जिन्दगी। अरे तिमी मसँग टाइएदेखि नै हो बुझ्यौ, अरे तिमी मसँग टाइएदेखि नै हो बुझ्यौ। आफैसँग आफै प्यार लगाऊ भन्छ जिन्दगी, आफैसँग आफै प्यार लगाऊ भन्छ जिन्दगी। अर्को मुक्तक। पोहोर साल यो साल उस्तै भएको छ, पोहोर साल यो साल उस्तै भएको छ, हिजो आज मेरो हाल उस्तै भएको छ। पोहोर साल यो साल उस्तै भएको छ, हिजो आज मेरो हाल उस्तै भएको छ। हरेक दिन फेरिने त तिम्रै कुरामा हुन् प्रिय,
हरेक दिन फेरिने त तिमीले पुरानो हुन् प्रिय मिठो खाना अलिनो दाल उस्तै भएको छ मिठो खाना अलिनो दाल उस्तै भएको छ। अर्को मुक्तक को माथि को तल झर्यो बाँचे मात्रै थाहा हुन्छ को माथि को तल झर्यो बाँचे मात्रै थाहा हुन्छ को वारी को पारी तर्यो बाँचे मात्रै थाहा हुन्छ को माथि को तल झर्यो बाँचे मात्रै थाहा हुन्छ को वारी को पारी तर्यो बाँचे मात्रै थाहा हुन्छ सबैले सम्झिन्छन् भनेर मर्ने कुरा गर्दैछौ अरे तिमी सबैले सम्झिन्छन् भनेर मर्ने कुरा गर्दैछौ अरे तिमी कसले कति याद गर्यो बाँचे मात्रै थाहा हुन्छ कसले कति याद गर्यो बाँचे मात्रै थाहा हुन्छ। अब एउटा मुक्तक सुनाउँछु। कहिले सही कहिले गलत प्रेमको बजारमा कहिले सही कहिले गलत प्रेमको बजारमा कहिले फुल कहिले खत प्रेमको बजारमा कहिले सही कहिले गलत प्रेमको बजारमा कहिले फुल कहिले खत प्रेमको बजारमा अब आफूले खुसी दिन सक्दिन सोचेपछि अब आफूले खुसी दिन सक्दिन सोचेपछि प्रेमीले गर्छ प्रेमिकाको हिफाजत प्रेमको बजारमा प्रेमीले गर्छ प्रेमिकाको हिफाजत प्रेमको बजारमा। धन्यवाद। बेचैन जिन्दगीमा आनन्दको सास फेर्न पाए हुन्थ्यो आफ्ना सपना अनुरूप भाग्य रेखा केर्न पाए हुन्थ्यो बेचैन जिन्दगीमा आनन्दको सास फेर्न पाए हुन्थ्यो आफ्ना सपना अनुरूप भाग्य रेखा केर्न पाए हुन्थ्यो जित के थाहा छैन हार मानेको पनि छैन मैले जित के थाहा छैन हार मानेको पनि छैन मैले अब त पूर्ण सफलताको च्यादर बेर्न पाए हुन्थ्यो अब त पूर्ण सफलताको च्यादर बेर्न पाए हुन्थ्यो। धन्यवाद। संसारको लागि बहुला साबित हुँदैछु म संसारको लागि नास्तिकबाट आस्तिक भएँ प्यारको लागि कसरी बताऊँ तिमीलाई प्रेम रोगी भएँ कसरी भएँ तिमीलाई प्रेम रोगी भएँ एक बोली काफी छ उपचारको लागि बहुला साबित हुँदैछु म संसारको लागि के सजाय दिन्छौ भोग्छु प्रेम अपराधको के सजाय दिन्छौ भोग्छु प्रेम अपराधको बन्दी बन्दैछु दिलको कारागारको लागि बहुला साबित हुँदैछु म संसारको लागि कालो रातमा उज्यालो दिने दीप तिमी हौ कालो रातमा उज्यालो दिने दीप तिमी हौ मुस्कान काफी छ चिर्न अन्धकारको लागि नास्तिकबाट आस्तिक भए म प्यारको लागि जिउन सिकाउँछु भन्नेले विष हातमा दिएर यो चाहिँ होइन है फेरि जिउन सिकाउँछु भन्नेले विष हातमा दिएर उसैको खातिर बिदा हुँदैछु सदाबहारको लागि बहुला साबित हुँदैछु म संसारको लागि नास्तिकबाट आस्तिक भएँ प्यारको लागि नास्तिकबाट आस्तिक भएँ भोकमा ठिक छ मिठो छ एकदम मिठो छ मिठो छ ओके बिस्कुट बिस्कुट खाइहाल्नु सर एउटा ग्रुपमा फोटो खिचौँ हजुर ल भइहाल्छ हेलो बिस्कुट खानुभयो कति छ बिस्कुट बिस्कुट छैन रे त हरायो ठिक छ चिनी लाहा ठिक छ सर फोर्ट चाहिँ एउटा मेरो आऊ के गर्नु पर्यो नि त आएर हेल्प गर्नु पर्यो सिकाइदिनु ल गङ्गा मिस मिठो बनाउनु है हस् हाई हाई मिठो बनाउनुहोस् ओ सरस्वती मिस त्यहाँ बोलायो तपाईँलाई आमा पर्दैन भन्नुहुन्छ अनि हेल्प गर्नु पर्यो यसो हेरेर पनि हेल्प गर्ने हुन्छ हेरेर पनि के हाल्दा मिठो हुन्छ त्यतै बनाउनु है हामीले त केही ल्याक्सिनेसन थप्दिउँ भन्ने है सर अघि अबिर त थप्दैन नमिल्ने अबिर दल्छ भने सङ्गीता मिस मिठो बनाउनु है कसरी ल
राम्रो मेहनत गरेर ल्याउनु भएको छ मान्नुपर्छ मैले त अहिले धन्यवाद दिएँ हो फेरि एकचोटि धन्यवाद दिएको क्या यो ल्याउनेहरूलाई पानी अहिले चटपटेलाई राख्नुपर्छ ल खानु अलिकति खानु अब यहाँ भित्र निस्केपछि कहाँ बाहिर जान मिल्छ त चाकी बनाउनु यसो मिलाएर बिरे नुन चाहिँ छ हाल्छन् भयो त होला नि के छ सबै मिलाएर मिठो बनाउनु होला यो अजिना दुब्लो हो दुब्लो अलिकति छ त्यो दुब्लो चाहिँ हो मोटो होइन यो चाउचाउ चाहिँ कसको स्पोन्सर हो यो चाउचाउ मेरो आधी राख्ने हुन्छ नि पुरै पनि आउँछ अट्दैन अनि सबै हालेर मोल्ने हो के हेल्प गर्नुपर्छ ल है सोधी हेल्प गर्नु भुवन सर ठिक छ नि त्यहाँ हेल्प गर नगर किन यहाँ बसिरहनु भएको अलि पोज दिनु एउटा पोज दिनु मिठो पोज दिनु यता हेर्नु न अनि यता पोज दिनुपर्छ त ओके के पुगेन चाहिँ के बढी भएको छ सबै ठिक छ हमिस सबै ठिक भएर छ अब हामी थप घट केही छ के पुगेन सबै पुगे मिठो बनाउन मिठो एकदम फेरि भिडियो आयो मिठो छ बबालो हाम्रो चाहिँ अब होली खेल्ने कार्यक्रम छ कहाँ कुचो मिस मिठो छ कति चाहनुभयो थपघट केही गर्नुपर्छ कि नै यहाँ खाने मान्छे चाहिँ चाहिएको छ दुईजनाले सिध्याउनु हुन्छ दुईजनै चटपटे लभर हुनुहुन्छ अरे भन्ने सुनिया सिध्याउनु नि पर्यो ए यहाँ त के अझै दुई तिनचोटि जान्छ हाई मिठो छ ए यो यहाँ पनि रहेछ त यो सिधेर त्यो सकिन्तला मिस मिठो छ नि ठिक छ सिध्याउनु हुन्छ नि एक्लैले सर्भिस त त्यही त अघि यस्तो रचना हान्दै सँगसँगै आइपुग्नु भएको छ फेरि पत्र आएपछि
लु त्यही अनुसार आफ्नो आफ्नो तरिकाले गर्नु ल यही भयो ल लु नाच्नु तपाईँ पनि लु जस्तो नाच्नु कहाँ अझै छ नि सबै यहाँ मैले देखाउँदा जहाँ छ त्यही अनुसार आफ्नो तरिकाले क्या हो यहाँ हो हल्लाउनु हो यहाँ वाह राम्रो आएको छ ल तपाईँ पनि हल्लिनु है सर म तपाईँतिर ल्याउँदैछु दुईजना पनि अलिअलि हल्लिनु